नमस्ते, म डाक्टर अमित श्रीवास्तव। यदि तपाईँको एज 50 भन्दा माथि छ र तपाईँलाई एकदमै सास फेर्ने समस्या भइरहेछ र तपाईँको खखारको मात्रा पहिलाभन्दा बढेछ, खखारको कलर चाहिँ नि चेन्ज भएर येल्लो भएछ र तपाईँले पहिला पास्टमा धेरै चुरोट खानुभएछ, त्यस्तो केसमा यो दम रोग हुनसक्छ। दमलाई हामीले इङ्ग्लिसमा सिओपिडी भन्छ। सिओपिडीको समयमा ट्रिटमेन्ट भयो भने छाती बिग्रिन्न, जति बिग्रेछ त्योभन्दा धेरै चाहिँ नि बिग्रिने सम्भावना कम हुन्छ अनि अगाडिको लाइफ पनि सजिलो हुन्छ। यो रोगको उपचार भएन भने यो रोगले आइसियुसम्म पुर्याउँछ। राइट टाइममा राइट ट्रिटमेन्ट गऱ्यो भने तपाईँको पैसा र समय दुइटैको बचत हुन्छ। अब आगामी समयमा वार्षिक डेङ्गु फिभर देखिने सम्भावना छ। डेङ्गु फिभरमा हाई ज्वरो 103 डिग्री फेरेनहाइट जति ज्वरो, आँखाको गिडा दुख्ने, जिउ एकदम दुख्ने, बान्ता जस्तो आउने र हड्डी दुख्नेलाई हामीले बोन ब्रेक फिभर भन्छ। कसैले हड्डी भाँचे जस्तो त्यस्तो दुखाइ हुन्छ। त्यस्तो दुखाइ छ भने हस्पिटल आउनु पर्यो। हस्पिटलमा आएर यो डेङ्गुको म्यानेजमेन्ट, डेङ्गुको उपचारमा भनेको सपोर्टिभ म्यानेजमेन्ट हो, तर सपोर्टिभ म्यानेजमेन्टले पनि धेरैजनाको ज्यान बचाउँछ। अब डेङ्गुमा हेर्नुपर्ने कुरा सबभन्दा यो सेतो रगत जसलाई हामीले प्लेटलेट भन्छ। प्लेटलेट एकदमै घट्दै गयो भने 50,000 भन्दा कम छ भने ह्यामरेज हुने, रगत बग्ने चान्सेस धेरै हुन्छ। यसले हामीले डेङ्गु ह्यामरेजिक फिभर भन्छ। तपाईँलाई एकचोटि भन्दा धेरै डेङ्गु भएछ भने झन् सिभियर सिम्पटम्स जसलाई हामीले डेङ्गु सक सिन्ड्रोम भन्छ, जसमा तपाईँको ब्लड प्रेसर झर्न थाल्छ, त्यस्तो समस्या आउन सक्छ। र यो भनेको एकदमै जटिल रोग हो। यसले आइसियुमा पनि पुर्याइदिन्छ। आइसियुमा पनि कहिलेकाहीँ ट्रिटमेन्ट गर्दा गाह्रो हुनसक्छ। यही कारणले समयमा यदि तपाईँलाई यो सिम्पटम्सहरू आउँछ भने हस्पिटल आउनु। अहिले अर्को टाइफाइडको आउन लागेको छ। टाइफाइड नर्मली घाँटी दुखेर सुरु हुन्छ, त्यसपछि फिभर बिस्तारै क्रममा बढ्दै जान्छ। आज 100 छ भने भोलि 101 हुन्छ, 102 हुन्छ, 103 हुन्छ। फिभर सिटामल खाए पनि घट्दैन, टाउको दुख्छ, पेटमा असजिलो हुन्छ, डायरिया हुनसक्छ। आजकल टाइफाइड रोगको उपचार धेरै सजिलो छ। यदि टाइफाइडलाई ट्रिट गर्नुहुन्छ भने 5 देखि 10 दिनमा सन्चो हुन्छ। यदि टाइफाइडलाई ट्रिट गर्नुहुन्न, उपचार हुँदैन भने मान्छेको ज्यान पनि जान सक्छ। यही कारणले टाइफाइडको उपचार एकदम जरुरी छ। राइट टाइममा राइट ट्रिटमेन्ट गऱ्यो भने तपाईँको पैसा र समय दुइटैको बचत हुन्छ। मेडिकल्स कुनै पनि समस्या छ तपाईँलाई, म आफै इन्टरनल मेडिसिनको डक्टर हो। कुनै पनि मेडिसिनको समस्या छ, ज्वरो, डायरिया, घाँटी दुख्ने, रगत नपुग्ने, कुनै पनि समस्या, ब्लड प्रेसर हाई हुने, कुनै पनि समस्या छ भने म बानेश्वर क्याम्प्स क्लिनिकमा उपलब्ध छु। नमस्ते।